अहिले म थाइल्यान्डको पटायामा छु र समय हेर्ने हो भने अहिले 3:28 गएको छ। यसलाई रातिको 3:28 भनौँ अथवा बिहानको 3:28 भनौँ। मलाई लाग्थ्यो अमेरिकाको न्युयोर्क सहर मात्र एउटा नेभर स्लिप सिटी हो भन्ने लाग्थ्यो भने त्यो नभइकन थाइल्यान्ड आइसकेपछि अथवा पटाया आइसकेपछि थाहा भयो कि यो सहर पनि कहिले सुत्दो रहन्छ। यतिखेर पनि मान्छेहरू यसरी आनन्दले बसिरहेका छन्, खाइपी गरिरहेछन्, बिचभरि मान्छे छन्, सडकभरि मान्छे छन्। अब क्लबहरू उत्तिकै खुलिरहेको छ, जता जाऊ मान्छे मान्छे, जता जाऊ टिनेजरहरूको चाहिँ एउटा भिड हुने चाहिँ एउटा सहर रहेछ। आज हामी सुत्नुपर्ने हो तर निन्द्रा लागेको पनि छैन। फेरि भोलि बिहानै हामी धेरै ठाउँमा घुम्न जानुपर्ने पनि छ। स्वामीजी यो के अचम्मको ठाउँ रहेछ यार, कोही सुते छैनन् त यार। हेर्नु त राति 3:30 गइसक्यो, कोही सुते छैनन्। अहिले चाहिँ ठ्याक्कै 4:30 बजे आछ रातिको र अहिलेसम्म पनि क्लब जत्तिको चलिरहेछ, कुदिरहेछ। अनौठो सहर रहेछ हौ यो पनि। यति भन्दै अहिले ठ्याक्क 5:15 बजे छ। थाइल्यान्डको पहिलो दिनको रातभरिको यात्रा चाहिँ बाटोमा हिँड्दै बिताइयो। तपाईँहरूलाई चाहिँ अझ पटायामा आयो भने के गर्न मन छ अथवा चाहिँ के चाहिँ गर्नुपर्ने हो र हामीले के छुटिरहेछ त्यो कुरो चाहिँ कमेन्ट गरिदिनुहोस् है।